हिमालयको दक्षिणी फेदतिर एकजना यात्री तीव्र गतिमा अघि बढिरहेका थिए। उनी एक्लै थिए। टाढाबाट उनले क्षितिजमा धुवाँको एउटा पातलो रेखा आकाशतिर मडारिरहेको देखे। गन्तव्य अब धेरै टाढा थिएन। उनका पाइलाहरू छिटछिटो चल्न थाले र केही बेरमै उनी झुपडीहरूको एउटा सानो बस्तीमा आइपुगे। त्यो स्थान थियो नैमिषारण्य। उनलाई देख्नसाथ त्यहाँ उपस्थित ऋषिहरू श्रद्धापूर्वक उठे र उनलाई हार्दिक स्वागत गरे। ती पाहुनाको सत्कार गर्दै अर्घ्य र पाद्य अर्पण गरे। लामो यात्राको थकान मेटिएको सुनिश्चित गरेपछि उनीहरूले विनम्र स्वरमा संवाद सुरु गरे। ऋषिहरूको त्यो समूहको नेतृत्व शौनकले गर्दै थिए। उनले हात जोडेर भने, हे रोमहर्षणका पुत्र महान उग्रश्रवा, हजुरको आगमनले हाम्रो यो आश्रम धन्य भएको छ। व्यासजी हजुरका पिताका गुरु हुनुहुन्थ्यो र उहाँबाटै हजुरका पिताले सम्पूर्ण पुराणहरूको ज्ञान प्राप्त गर्नुभएको थियो। हजुर आफै पनि सुत पौराणिकका रूपमा विख्यात हुनुहुन्छ। हामी सबै हजुरको मुखारविन्दबाट ती दिव्य कथाहरू सुन्न आतुर छौँ जुन हजुरले भगवान व्यासबाट सुन्नुभएको छ। कृपया हामीलाई ती सबै कथा सुनाएर अनुग्रहित पार्नुहोस्। सुत उग्रश्रवाले मन्द मुस्कानका साथ जवाफ दिए, मैले सुनेको थिएँ कि तपाईँहरू यहाँ 1000 वर्षसम्म चल्ने ब्रह्मसत्र यज्ञको आयोजना गर्दै हुनुहुन्छ। द्वापर युग बितिसक्यो र कलियुगको प्रवेश भइसकेको छ। कलियुगको आगमनसँगै यो धरती अधर्म, असत्य, अन्याय र अनाचारको घर बनेको छ। मलाई थाहा थियो कि यो पवित्र स्थल कलियुगको प्रभावबाट मुक्त छ। त्यसैले म यहाँ आएँ। भन्नुहोस्, म तपाईँहरूको सेवामा के गर्न सक्छु? शौनकले भने, हे सुतजी, कलियुगको आगमनसँगै धरती अधर्म र पापको क्रीडास्थल बनेको छ। मानिसको आयु क्षीण छ। रोगले युवा अवस्था खोसेको छ। मानिसको विवेक काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यको अन्धकारमा हराएको छ। साधारण मानिसका लागि न त वेदको अध्ययन गर्ने समय नै छ, न त शास्त्रको मर्म बुझ्ने सामर्थ्य नै। तसर्थ हामीलाई त्यस्तो कुनै दिव्य मार्ग वा ग्रन्थ बताउनुहोस् जसको माध्यमबाट यो कलियुगको पासबाट मुक्त भई आत्माले परम शान्ति प्राप्त गर्न सकोस्। शौनकका यी वचनहरूले उग्रश्रवाको हृदयलाई छोयो। उनले ऋषिहरूको गहिरो जिज्ञासालाई अनुभूत गरे। शौनकका एक एक प्रश्न उनका मनमा गुन्जिँदै थिए। पुंसाम एकान्ततः श्रेयः, सम्पूर्ण जीवहरूको कल्याण, परम कल्याण र अन्तिम लक्ष्य के हो? त्यो एकमात्र मार्ग कुन हो जसले मानिसहरूलाई पूर्णतः उज्यालोतिर लैजान्छ? अवतार प्रयोजनम, सर्वशक्तिमान प्रभुले यो धरतीमा कुन प्रयोजनका लागि अवतार ग्रहण गर्नुहुन्छ? तस्य कर्माणि अपि, उहाँका दिव्य कर्महरू के हुन्? अवतार कथा अपि, प्रभुका ती विभिन्न अवतारहरूको विस्तृत कथा के हो? कृष्ण अवतार चरितम, स्वयं भगवान श्रीकृष्णको अवतारमा उहाँले के कस्ता लीला र कार्यहरू गर्नुभयो जसबाट मानिसले धर्मको मार्ग पहिल्याउन सकोस्? उनी प्रश्नहरूमा सक्रिय भइरहेका बेला शौनकले थपे, द्वापरमा भगवान नारायणका अवतार श्रीकृष्ण पृथ्वीमा हुनुहुन्थ्यो। उहाँको प्रस्थानसँगै धर्म पनि लोप भयो। मानिसहरू अज्ञानताको अन्धकारमा भौतारिरहेका छन्। हे प्रभु, भगवान श्रीकृष्णको प्रस्थानपछि धर्मले कहाँ शरण लिएको छ त्यो हामीलाई बताइदिनुहोस्। उग्रश्रवा उनीहरूको जिज्ञासा देखेर अत्यन्त प्रसन्न भए। उनले मुस्कुराउँदै भने, एउटा यस्तो सूर्यको उदय भएको छ जसले यो पापपूर्ण कलियुगको समयमा मानिसको मनभित्र रहेको अन्धकारलाई पूर्णतः नष्ट गर्नेछ। त्यो सूर्य अरू केही नभएर महर्षि वेद व्यासद्वारा रचित महान श्रीमद् भागवत महापुराण हो। भागवतले हामीलाई प्रभुका ती अनन्त लीलाहरू र धर्म स्थापनाका लागि उहाँले धारण गरेका विभिन्न अवतारहरूको गाथा सुनाउँछ। उहाँ अनन्त हुनुहुन्छ, तर्कभन्दा पर हुनुहुन्छ। उहाँ कुनै पनि बन्धनमा बाँधिनुहुन्न। त्यो कार्यकारणको चक्र जसले सामान्य मानिसलाई जन्म जन्मान्तरसम्म सांसारिक मोहजालमा फसाइरहन्छ, उहाँ त्यसभन्दा धेरै पर हुनुहुन्छ। तर मानिसको चेतना यति सीमित छ कि उसले उहाँलाई त्यस विराट रूपमा अनुभव गर्न सक्दैन। मानिसले केवल भौतिक आँखाबाट संसारलाई निहाल्छ। कान, नाक, जिब्रो, छाला जस्ता इन्द्रियहरूद्वारा मात्रै अनुभव गर्छ र आफ्नो सीमित बुद्धिले मात्रै सत्यलाई नाप्न खोज्छ। हामी उहाँलाई एउटा सामान्य मानिसकै नजरले हेर्न पुग्छौँ। हाम्रा आफ्ना मानवीय गुणहरू उहाँमा आरोपित गर्छौँ र आफ्नो सीमित मापदण्डले उहाँलाई बुझ्ने धृष्टता गर्छौँ। हाम्रो यही अवस्थालाई जानेर प्रभुले आफ्नो असीम करुणावश अतीतमा अनेकौं रूप धारण गर्नुभयो ताकि हामीले उहाँलाई देख्न सकौं र बुझ्न सकौं। मानिसको यो संसारमा उहाँले बारम्बार अवतार लिएर मानव जातिलाई सङ्कटबाट बचाउनु भयो। जब जब पृथ्वीमा धर्म लोप हुने खतरा उत्पन्न भयो तब तब उहाँले स्वयं अवतरित भएर धर्मको स्थापना गर्नुभयो। उग्रश्रवाको मुहारमा मधुर मुस्कान थियो। उनले थपे, आजको समयमा पापले ग्रस्त मानिसका लागि निर्गुण ब्रह्मको चिन्तन गर्नु कठिन छ। तर यदि उसले प्रभुको लीला र अवतारहरूको कथा मन लगाएर सुन्छ भने सबैभन्दा ठुलो पापी पनि तर्न सक्छ। भागवत यही मार्ग हो, भक्ति मार्ग। भक्ति नै त्यो सुनौलो धागो हो जुन सबै अवतारहरूमा गाँसिएको छ।
भागवत त्यो जपमालाको धागो जस्तै हो जसले तपाईँलाई प्रभुको सामिप्यमा पुर्याउँछ। व्यासजीले संसारको कल्याणका लागि आफ्नो अन्तिम उपहारका रूपमा यो पुराणको रचना गर्नुभएको हो। म तपाईँहरूलाई भागवत कसरी लेखियो भन्ने कथा सुनाउँछु। ऋषिहरू अति नै एकाग्र चित्तका साथ सुन्न तत्पर थिए।